बाटो सानो छ नि काठमाडौँ जोडेको पुरानो बाटो यही त नि होइन के भने हो नि हो नि त्यही त नि पहिरो जाने ठाउँ पनि छैन हो नि हो नि कस्तो राख्छ लाग्नु देखिन्छ सोयाङ खोला पुल त डेन्जर रहेछ तर यो पुल डरै रहेछ पहिलाकै पुल होला है हो अब 2.5 किलोमिटर जुका लाग्दैन नि जुका आउँदैन नि भने पनि त्यही त है जुका लाग्छ क्या जुका आउँछ होला जुका आउँछ नि छिनुले हानेर यो भत्काएर गएको यो कहाँ त्यो पहिला डोजर छैन ढुङ्गा है एकजना मान्छेलाई होइन दिनको 1 किलो कि कति चामल दिने 30 दिन खनेपछि 1 बोरा दिने होइन अनि दाल कति किलो दिने अनि त्यो यो डिङ्गा दिने के छिनुले फोर्ने यो भित्ता है त्यस्तो गरेर बाटो लगेको मेरो अगाडि खोक्छ सोध्न त्यो बुलाई नभए हाम्रो कसलाई हाम्रो के अरे हाम्रो किनभने दिनको बादल लागेर ल बस्नु त बस्दा खुब मिल्दो रहेछ हो जिस्किन्छन् फेरि होइन दुईजना कुहिरो लागेर अँध्यारो न अँध्यारो देखिन्छ त बाटो पनि यो खाल्डा र पहिला त राम्रै बनाएर रहेछ है पछिबाट यो त्यस्तै भयो त्यही भएको त्यस्तो आज चाहिँ हामी पालुङ स्टिमदेखि हुँदै डाँडाबास
त्यो डाँडाहरू छ यहाँ यसको के आउँछ खान्छ यस्तो मिठो हुन्छ कि खजुर होला नि सानोमा त यसलाई पेलेर छ नि कस्तो के निकाल्दा कि भएको छ धागो बन्छ त यसको यी हेर्नु न योबाटै थाहा भइहाल्छ नि यस्तोबाटै कति दह्रो छ हेर्नु न के गर्ने चाइनामा यसको धागो बनाउँछ है यस्तो खतरा बनाउँछ हेर्दै यस्तो चुनाले सक्दैन होइन खरो त हेर्दै यस्तो छ यो है यो चुनाले सक्दैन